हिँड्दा हिँड्दा उकालो हिँड्दा हिँड्दा गाह्रो भएको अवस्था। साँच्चै भगवान् किन यस्तो गाह्रो ठाउँमा बस्नुहुन्छ होला, यति टाढो उच्च भागमा बस्नुहुन्छ कि माथि उच्च भागमा बसेर भक्तजनहरू सबैजनालाई हेरेर भगवान् भक्तजनहरूको रक्षा गर्नलाई होला है। आउँदैछन् हाम्रो ग्रुप हिँड्न नसकेका भएर अलिकति भगवान्लाई भेट्नु त्यति सजिलो कहाँ छ र। धेरै दुःख सङ्घर्ष गरेर बल्ल भगवान्लाई भेटिन्छ भन्ने कुरा चाहिँ यहाँबाट प्रमाणित हुन्छ। भगवान्लाई भेट्नलाई यति गाह्रो कष्ट गरेर सबै भक्तजनहरू चाहिँ यसरी भगवान्को थानमा चाहिँ पुग्नु पर्ने हुन्छ।